Hello everyone, welcome back to our YouTube channel. आज हामीसँग 3 डिफ्रेन्ट क्याटेगोरीको अल्कोहलिक बेभरेज छ। यता राइट साइडमा रहेको छ हाम्रो फर्मेन्टेड अल्कोहलिक बेभरेज र सेकेन्डमा यो क्याटेगोरीमा रहेको छ हाम्रो डिस्टिल्ड अल्कोहलिक बेभरेज भने यता हाम्रो रहेको छ कम्पाउन्ड अल्कोहलिक बेभरेज। म स्टेप बाइ स्टेप एउटा एउटा गर्दै भन्दै जानेछु। फर्स्टमा रहेको छ हाम्रो बियर। बियर भनेको केबाट बन्छ भने माल्टेड बार्लेबाट बन्छ, जुनलाई नेपालीमा हामीले जौ पनि भनेर भनिन्छ र यसलाई माल्टेड फर्म भनेको चाहिँ कस्तो भने टुसा उम्रेको फर्ममा लग्ने, म्याक्सिमम सुगर रिलिज होस् भनेर यसलाई माल्टेड फर्ममा लगिएको हुन्छ। सो बियर बन्ने भनेको माल्टेड बार्लेबाट हो है। त्यसपछि हाम्रो सेकेन्डमा छ वाइन। वाइन भनेको बेसिकल्ली बन्ने ग्रेप्सबाट हो, अङ्गुरबाट। र यदि हामीले ग्रेप्स बाहेक अरू फ्रुट्सबाट बनाइयो भने यो फ्रुट्सबाट बनेको भनेर चाहिँ त्यसमा लेबल गर्नुपर्ने हुन्छ। अब यो त भयो फर्मेन्टेड अल्कोहलिक बेभरेज भयो। फर्मेन्टेड अल्कोहलिक बेभरेज भनेको चाहिँ कस्तो हो भने जति पनि हामीले गाउँघरमा हामीले चाट रक्सी बनाइन्छ नि हो त्यही मेथडबाट युज गरेर बनाउने। हामीले एकातिर मर्चा लिइन्छ अनि त्यसपछि अब के को रक्सी बनाउने हो, कोदोको, गहुँको, चामलको, मकैको, जेको बनाउने हो त्यससँग चाहिँ हाम्रो मर्चाले मिक्स गरेर छोडिदिएपछि सर्टेन टाइम पछि त्यसमा फर्मेन्टेसन भइसकेपछि अल्कोहल जुन हामीले निगार या छ्याङ अब के भन्छ होइन, जाँड हो, त्यो मेथडबाट जो बन्ने हो हाम्रो यो बियर र वाइन, त्यो भनेको फर्मेन्टेड अल्कोहलिक बेभरेज भयो है। अब हाम्रो सेकेन्डमा छ यो डिस्टिल अल्कोहलिक बेभरेज। डिस्टिल अल्कोहलिक बेभरेज भनेको यही फर्मेन्टेड अल्कोहलिक बेभरेजबाट प्योर फर्म अफ अल्कोहल एक्सट्र्याक्ट गर्नेलाई नै डिस्टिल अल्कोहलिक बेभरेज भन्छ। त्यसैले नै हाम्रो बियर वाइन भन्दा भोड्का, रम, विस्की, जिन, टकिला, ब्रान्डीहरूमा बढी अल्कोहल कन्टेन्ट हुन्छ। यसमा 4 देखि 15% सम्म अल्कोहल पर्सेन्ट हुन्छ भने यसमा एबभ 35% अल्कोहल हुन्छ सबै यो डिस्टिल अल्कोहलिक बेभरेजमा। अब यो भोड्का भनेको पोट्याटो या अदर एनी ग्रेन्सबाट बन्छ, जस्तै गहुँ, जौ, मकै, चामल जेबाट पनि बन्छ, तर मेनली बन्ने भनेको पोट्याटोबाट बन्ने हो। त्यस्तै अर्को छ हाम्रो रम। रम भनेको हाम्रो सुगर केन जुस या सुगर केन बाई प्रोडक्ट या मोलासेसबाट बन्छ। मोलासेस या बाई प्रोडक्ट भनेको के हो भने तपाईँको जस्तै हामीले तोरी पेलाउन जाँदा एकातिर तोरी तेल निस्किन्छ, अर्कोतिर पिना निस्किन्छ हो, त्यस्तै हाम्रो सुगर केन फ्याक्ट्रीमा सुगर बनाउँदाखेरि एउटा प्योर फर्म अफ सुगर निस्किन्छ एक साइडतिर भने अर्कोतिर चाहिँ त्यसको बाई प्रोडक्टमा निस्किन्छ हो। त्यसैलाई नै युज गरेर, त्यसैलाई नै फर्मेन्ट गरेर यो रम बन्ने गर्छ। अब भोड्का भनेको डिस्टिल मात्र हुन्छ, एजिङ हुँदैन। रम भनेको यो कुनै कुनै टाइप्स अफ रमहरू जस्तै डार्क रम, स्पाइस रमहरू, यिनीहरूलाई चाहिँ एजिङ गरेको हुन्छ भने वाइट रमलाई चाहिँ एजिङ गरेको हुँदैन। त्यस्तै हाम्रो थर्डमा छ विस्की। विस्की भनेको मेनली बन्ने भनेको ग्रेन्सहरूबाट बन्ने हो, जति पनि बन भयो, विट भयो, राई भयो, बार्ले भयो, यिनीहरूलाई चाहिँ फर्मेन्ट र डिस्टिल गरेर बन्छ। र मेन विस्कीको जुन क्यारेक्टर छ त्यो आउने भनेको यसलाई एजिङ गरिसकेपछि मात्र हो। जस्तो विस्कीलाई हाम्रो सर्टेन एयरसम्म एजिङ गरेर राखेको हुन्छ। तपाईँले बोतलमा लेबल हेर्नुभयो भने सर्टेन कुनै 3 वर्ष, कुनै 5 वर्ष, कुनै 8 वर्ष, कुनै 12 वर्ष एजिङ गरेर भनेर लेखेको हुन्छ। त्यो भनेको त्यो विस्कीलाई फर्मेन्टेसन र डिस्टिल गरिसकेपछि त्यसलाई एजिङ गर्न ओक ब्यारलहरूमा, काठको भाँडामा राखिन्छ। राखेपछि त्यसलाई एजिङ गर्न छोडिन्छ। त्यसपछि त्यसको त्यो काठको भाँडाको चाहिँ फ्लेभरहरू त्यो विस्कीले एक्सट्र्याक्ट गर्छ र यो विस्कीको चाहिँ एक्चुअल क्यारेक्टर आउने हो। त्यस्तै हाम्रो फोर्थमा छ जिन। अब जिन भनेको फ्लेभर्ड भोड्का पनि भन्न सकिन्छ यसलाई, किनभने सबै मेथड सेम हो, भोड्का जस्तै हो, तर लास्टमा एट द एन्डमा यसलाई चाहिँ इन्फ्युज गरिन्छ डिफ्रेन्ट बोटानिकल्सहरू भनेको जडीबुटीहरूसँग इन्फ्युज गरिन्छ, यसलाई मिक्स गरिन्छ। अब त्यो बोटानिकलमा सबैभन्दा इम्पोर्टेन्ट भनेको हुनै पर्ने भनेको चाहिँ जुनिपर बेरिज हो। त्यसैले यसलाई हामीले भन्दाखेरि जिन केबाट बन्छ भन्दा जुनिपर बेरिजबाट पनि बन्छ भनेर भन्न सकिन्छ। त्यस्तै हाम्रो फिफ्थमा छ टकिला। टकिला भनेको एउटा डिस्टिल अल्कोहलिक बेभरेज हो जुन टकिलियन ब्लू अगाभबाट बन्छ र यो मेनली बन्ने भनेको मेक्सिकोमा हो। र यो मेक्सिकोको पनि ह्यालिस्को रिजनमा प्याटेन्ट दर्ता गरेको हुँदा टकिला
वर्ल्डको अरू कुनै कुनामा बनाउन पाइँदैन मेक्सिको बाहेक। यदि त्यही चिजहरू युज गरेर यदि बनाइयो भने पनि त्यसको नाम लेबल चाहिँ टकिला भनेर राख्न पाउँदैन, तिनीहरूले मेजगल भनेर राख्नुपर्ने हुन्छ। यो बन्ने भनेको ब्लू अगावे भन्छ, यो चाहिँ मेक्सिकोमा मात्र बन्छ टकिला चाहिँ। अब त्यस्तै अर्को छ हाम्रो ब्रान्डी। वाइनलाई चाहिँ डिस्टिल गरेर प्योर फर्म अफ अल्कोहल एक्सट्र्याक्ट गरिसकेपछि यो बन्ने हो ब्रान्डी। यो हाम्रो 6वटै भयो डिस्टिल अल्कोहलिक बेभरेज। अब यता लास्टमा छ हाम्रो कम्पाउन्ड अल्कोहलिक बेभरेज। यसमा जति पनि हाम्रो लिक्कियरहरू छ, ट्रिपल सेक भयो, ओरेन्ज फ्लेभरको लिक्कियर भयो, बेलिज भयो, हाम्रो क्रिम फ्लेभरको लिक्कियर भयो, कलवा भनेको हाम्रो कफी फ्लेभरको लिक्कियरहरू भयो। अब लिक्कर भनेको कुनै पनि एडेड सुगर हुँदैन भने लिक्कियरमा फ्लेभर प्लस सुगर एडेड हुन्छ है। कुनै पनि लिक्कियरमा यदि हामीले फ्लेभर र सुगर एड गऱ्यौँ भने यसलाई चाहिँ लिक्कियर भन्न सकिन्छ। यसमा फ्लेभर मात्र भएर हुँदैन कि फ्लेभर सँगसँगै यसमा सुगर पनि एडेड हुन्छ है त। यही नै थियो हाम्रो आजको क्लास। सो पक्कै पनि हजुरले बुझ्नुभयो होला। यदि कुनै कुरा बुझ्नु भएन भने कमेन्ट गरिदिनु होला कमेन्ट बक्समा, र त्यसको उत्तर म अवश्य पनि फर्काउनेछु। र तपाईँलाई कुन कुन टपिकमा भिडियो चाहिएको छ प्लिज रेकमेन्ड गर्नु होला। मैले सकेसम्म त्यो टपिकमा भिडियो बनाएर हजुरहरूलाई क्लियर गराउने कोसिस गर्नेछु। र पक्कै पनि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला, किनभने इफ तपाईँ बारटेन्डर हुनुहुन्छ भने हामीले सबै कुराहरू नेपालीमा जो क्लियर गर्ने तरिकाले चाहिँ यो च्यानल खोलेको हो। सो सपोर्ट गरिदिनु होला। ओके, थ्याङ्क यू सो मच फर वाचिङ। सी यू इन नेक्स्ट भिडियो है त।